हेलो फेरि पनि सबैजनालाई ख्रिस्टीय अभिवादन। आज म तपाईहरुको बीचमा राजनीतिमा विश्वासीहरूको सहभागिता भन्ने विषयमा प्रचार गर्न गइरहेको छु। आशा गर्दछु आजको प्रचारले तपाईहरुको जीवनमा पुनः प्रकाश थपिदिनेछ जीवित येशूको नाउँमा। राजनीतिमा विश्वासीहरूको भूमिकाको विषयमा लामो समयदेखि बहस हुँदै आएको छ। धेरैले विश्वास गर्छन् राजनीतिको मामिलामा विश्वासीहरू सहभागी हुनु हुँदैन र धेरैले यो पनि विश्वास गर्छन् राजनीतिमा सहभागी हुनाले विश्वासीहरूको आत्मिक क्षेत्रलाई असर गर्ने गर्दछ। तर धर्मशास्त्र बाइबल हितोपदेशको पुस्तक 29:2 ले भन्दछ, धर्मी सप्रेमा मानिसहरू रमाउँछन् तर दुष्टले शासन गर्दा मानिसहरू वेदनाले छटपटाउँछन्। तसर्थ मानिसहरूको बीचमा गुमेको आशा, गुमेको शान्ति, गुमेको आनन्दहरूलाई फिर्ता गर्न विश्वासीहरूको राजनीतिमा सहभागी हुनु एकदमै आवश्यकता छ। धेरैको बुझाइ छ राजनीति भ्रष्ट हुन्छ, राजनीति फोहोर हुन्छ। वास्तवमा राजनीति आफैमा भ्रष्ट हुँदैन, आफैमा फोहोर पनि हुँदैन। तर यसमा सहभागी हुने खराब मानिस र भ्रष्ट मानिसहरूको चरित्रले गर्दा राजनीतिलाई आज खराब बनाएको छ। साधारण अर्थमा राजनीति भनेको नेतृत्व र शासन प्रणालीद्वारा मानिसहरूको बीचमा आवश्यक भएका जस्तै न्याय, शान्ति, मेलमिलाप, धार्मिकता आदि जस्ता कुराहरूको कार्यान्वयन गर्नु हो। म तपाईलाई बाइबलमा भएका त्यस्ता व्यक्तिहरूको उदाहरण दिन चाहन्छु जसले मानिसहरूलाई आत्मिक रूपमा साथै राजनीतिक रूपमा नेतृत्व गर्नुभएको छ। पहिलो नम्बरमा हुनुहुन्छ मोसा, जो चाहिँ अगमवक्ता हुनुहुन्थ्यो, इजरायलीहरूलाई नेतृत्व गर्ने अगुवा हुनुहुन्थ्यो, साथै कानुनदाता पनि हुनुहुन्थ्यो, जसले इजरायलीहरूलाई 400 वर्षको मिस्रीहरूको दासत्वबाट बाहिर निकल्न महत्त्वपूर्ण भूमिका खेल्नुभयो। आज संसारमा हेर्यौं भने मानिसहरू विभिन्न प्रकारका दासत्वमा छन्, जस्तै गरिबीको दासत्वमा छन्, अशिक्षाको दासत्वमा छन्, अज्ञानताको दासत्वमा छन्, अभावको दासत्वमा छन्, अशान्तिको दासत्वमा छन्। विभिन्न प्रकारका दासत्वमा मानिसहरू जिइरहेका छन्। यस्ता प्रकारको दासत्वहरूबाट मानिसहरूलाई मुक्त गराउनको लागि सही नेतृत्वको एकदमै आवश्यकता छ। त्यो सही नेतृत्व गर्ने व्यक्ति तपाईँ पनि हुन सक्नुहुन्छ। दोस्रो व्यक्ति हुनुहुन्छ दाउद, जो चाहिँ गोठालो हुनुहुन्थ्यो अनि योद्धा पनि हुनुहुन्थ्यो र इजरायलको राजा पनि बन्नुभयो। त्यो समयमा इजरायलीहरूको बीचमा एउटा ठुलो डर थियो। गोलियतलाई नष्ट गर्ने कुनै पनि शक्ति इजरायलीहरूको बीचमा खडा थिएन। तर दाउद चाहिँ खडा हुनुभयो, जसले इजरायलीहरूको ठुलो डर गोलियतलाई सदाको लागि नष्ट गरिदिनु भयो। यसकारणले गर्दाखेरि आज दाउदले इजरायलीहरूको बीचमा भएको डरलाई खुसीमा परिवर्तन गरिदिनु भयो र डर आज खुसीमा छाउन थाल्यो। यसबाट म तपाईलाई भन्न चाहन्छु, आज मानिसहरूको बीचमा विभिन्न प्रकारका डरहरू छन्। भविष्यको डर छ, जागिर नपाउने डर छ, बिरामी भयो भने उपचार नपाउने डर छ, परिवार टाढा हुने डर छ। यस्ता अनेकौं प्रकारका डरहरू आज मानिसहरूको बीचमा छ। यसैले यस्ता प्रकारका डरहरूलाई हटाएर मानिसहरूको जीवनमा खुसी, आनन्द अनि शान्ति स्थापित गर्नु एकदमै आवश्यकता छ। तेस्रो नम्बरमा हुनुहुन्छ योसेफ, जो चाहिँ इजरायली हुनुहुन्थ्यो र मिस्रीहरूको सत्तामा पुग्नुभयो र राजाको प्रधानमन्त्रीको रूपमा रहेर नेतृत्व गर्नुभयो। अनि जब राष्ट्रमा अनिकाल पर्यो अनि राष्ट्रलाई अनिकालबाट बचाउनु भयो। यसबाट हामीले यो बुझ्न सक्दछौँ कि असल नेतृत्वको कारणले गर्दाखेरि राष्ट्रमा रहेका मानिसहरूको जीवनमा आउन लागेको अभाव, अनिकाल, समस्याहरूबाट पनि उनीहरू सुरक्षित हुँदछन्।
मत्तीको पुस्तक 5:14-16 यसरी भन्दछ, तिमीहरू संसारको ज्योति हौ, डाँडामा बसालिएको सहर लुक्न सक्दैन। तसर्थ राजनीतिमा भएको खराब कुराहरूलाई असलमा बदल्नको लागि र राजनीतिमा भएको अँध्यारोमा ज्योति बाल्नको लागि विश्वासीको भूमिका महत्त्वपूर्ण छ। अन्तिममा म भन्न चाहन्छु, राजनीतिमा सहभागी हुनु भनेको विश्वासीहरूको कर्तव्य मात्र होइन, तर ख्रिस्टको साक्षी भएर ख्रिस्टले सिकाउनु भएको धार्मिकता, शान्ति, आनन्द, असल कार्यहरू मानिसहरूको बीचमा गर्नको निम्ति सुनाउनु अवसर पनि हो। परमेश्वरले तपाईँलाई यही आशिष दिनुभएको होस्। आजको प्रचारबाट यो देशमा रहेको खराब कुराहरूलाई असल कुराहरूमा परिवर्तन गर्नको लागि स्वर्गीय शक्तिद्वारा तपाईँलाई येशू प्रभुको नाउँमा चलाउनु भएको होस्।